तपाईँको एड चाहिँ कहिलेकाहीँ मजासँग चलिरहेको हुनसक्छ, रेस्पोन्स पनि मजाको आएर तर पनि सेल्स नभएको हुनसक्छ कि। त्यसको एउटा मेजर रिजन हुनसक्छ के भन्दाखेरि चाहिँ कन्टेन्ट मान्छेले चाहिँ क्लियरली नबुझेको हुनसक्छ र अर्को कल टु एक्सन चाहिँ हामीले राम्रोसँग नभनेको हुनसक्छौँ होइन। सो हामीले चाहिँ मजासँग हुक राख्यौँ, भिडियोमा कुरा बुझायौँ होइन। त्यसपछि गएर लास्टमा गएर चाहिँ मान्छेले हामीले के गर्ने भनेर भनेन भने चाहिँ त्यो भिडियोले मान्छेले एक्सन लिनलाई के हुन्छ अलिक जान्दैन कि होइन। त्यही भएर चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ भिडियो बनाइसकेपछि लास्टमा गएर चाहिँ के गर्ने भनेर चाहिँ उनीहरूलाई स्पेसिफिक एउटा गाइडेन्स पनि प्रोभाइड गरिदिनुपर्ने हुन्छ है। र त्यो सँगसँगै अर्को भनेको चाहिँ तपाईँको कन्टेन्ट क्लियर नहुनु होइन। भिडियोले राम्रो इङ्गेजमेन्ट लिएर भाइरल लुक राम्रो होला, रिटेन्सन राम्रो होला होइन। तर के हुन्छ त्यो भिडियोको मेन अब्जेक्टिभ जुन छ त्यो क्लियर भएन भने जस्तै तपाईँले मानव एउटा सेल्स गर्न खोजिरहनु भएको छ तर सेल्सको ठाउँमा चाहिँ तपाईँले अनक्लियर मेसेज दिनुभयो भने होइन। जस्तै एउटा एजुकेटिभ कन्टेन्ट बनाउनु भयो तर त्यसको मेसेज चाहिँ क्लियर छैन होइन। सो मान्छेले चाहिँ त्यो कुरा बुझिरहेको छैन भनेपछि अब त्यो भिडियोले काम गर्ने भएन। इङ्गेजमेन्ट राम्रो आउँछ त्यसमा पनि आउनु चाहिँ, बट के गर्ने भयो काम चाहिँ गर्ने भएन है। त्यही भएर हामीले दुइटा कुरा फोकस गर्नु पर्यो है। एउटा चाहिँ हाम्रो भिडियोको मेसेज एकदमै क्लियर हुनु पर्यो र अर्को भनेको चाहिँ हामीले जुन लास्टमा भिडियोको लास्टमा कल टु एक्सन राख्छ त्यो कल टु एक्सन पनि मान्छेलाई एकदमै क्लियरली हामी मेन्सन गरिदिनु पर्यो है। यति भइसक्यो के हुन्छ भन्दाखेरि राम्रो पर्फर्म गरिरहेको एड रेस्पोन्स आइरहेको छैन भने यो भिडियो यसरी भिडियो फर्मेट बनाउनु भयो भने राम्रो चल्छ।